तलमा नङ पालिस लगाइसकेपछि फाइनल लुक देखाउँछु है कस्तो देखिन्छ। सो स्वागत छ सबैजनालाई। मैले चाहिँ आज जानी नजानी भए पनि नङ पालिस लगाउँदैछु। त्यति साह्रो लगाउन त आउँदैन किनभने सिकेकै होइन नि त। यो नङ पालिस जति हेर्दाखेरि सजिलो छ नि लाउँदाखेरि त्यति गाह्रो छ कि यो नङ पालिस लगाउन। त्यही भएर के सिकेको मान्छेले मात्रै लाउँदो रहेछ नि त। अब हामी त यतातिर गाउँतिरको त अब अलि गवारै भनौँ होइन। अब हाम्रो त पार्लर भन्ने त जिन्दगी अहिलेसम्म देखेको छैन नि त। त्यही भएर मैले पनि लगाउँदैछु साथीहरू। साउनको महिना लाग्यो होइन, रङ्गी बिरङ्गी लाउँछन् नि त साउनको महिनामा। अरू बेला त आवश्यकता पर्दैन, हुन त नलाए पनि हुन्छ। त्यही पनि अब के हुन्थ्यो, मनले मान्दैन नि त, लगाउन मन लाग्छ लाउन आउँदैन। त्यही पनि लगाऊँ न त एकचोटि भनेर लगाइदिएको। अब कस्तो देखिन्छ साथीहरू कमेन्ट गरिदिनु होला, राम्रो देखिएको छ कि छैन। अब सिकेको होइन त्यही भएर जस्तो पाए त्यस्तै लाउँदै भिडियो बनाउँछ भन्दै गाली चाहिँ नगरिदिनु होला है साथीहरू। हेर्नुहोस् कस्तो देखियो फाइनल लुक, अलिअलि आउँदो रहेछ कि नरहेछ। थ्याङ्क यू सो मच।